हेलो साथीभाइहरू सबैजनालाई नमस्कार। आज चाहिँ सन्डे चर्च जाँदैछु है। अलिक छिटो जाँदैछु किनभने सन्डे स्कुलको नानीहरूलाई भेट्नुपर्छ। अनि अहिले चाहिँ भने म यहाँ माथि आइपुगेको छु है। हाम्रो घर चाहिँ तल रातो च्यादर देख्दै गरेको। यहाँ निमेष कराउँदैछ। उनीहरूको पनि आज चर्च गीत प्र्याक्टिसहरू गरेर हेर्नुहोस् है, मकैहरू रेडी भएको छ। बाँदर कहाँ गएको नि, आउँदैन पनि बाँदर। के ए भाइ आउँछ होला। पर चाहिँ हाम्रो निमेष भाइ कतिलाई जाने। र अहिले चाहिँ भने म अलिक माथि आइपुगेको छु। यहाँ बलबहादुर जैरोको घरमा आइसकेको छु। हेर्नुहोस्, भर्खर ट्रस्ट गर्दै थियो। यस्तो दामी बनाएछ है। ट्रस्ट गरेको अगाडिको डिजाइनमा अब ग्लास फिटिङ गर्नुपर्ने रहेछ। यहाँनिर हेर्नुहोस् है, कल्पना जैरोले फुल बिजनेस पनि गर्छ। यति दामी फुलहरू सजाएर राखेको छ है। उहाँको वरिपरि फुलहरू छ, पर पनि छ, फुलै मात्रै छ, यति दामी। यहाँ चाहिँ उहाँको गार्डन हेर्नुहोस् है। हाटै पछि सोमबारे फुल लानुहुन्छ। उहाँको मेहनत चाहिँ यस्तो छ। यहाँ उहाँले ब्रिडहरू पनि राख्नुहुन्छ। राम्रो राम्रो फुलहरू उताबाट मगाएर पनि ल्याउनुहुन्छ। पर हेर्नुहुन्छ भने त्यस्तै छ। फुल बिजनेस मात्रै नगरेर आफ्नो घरलाई पनि यसरी राम्रो राम्रो फुलहरूले सजाउनु भएको छ। अब यो माथि रेडी भएपछि चाहिँ कस्तो बनाउँछ होला होइन। उतापट्टि चाहिँ हाम्रो उसकै भाइ माइलाको घर यहाँनिर छ। जाँदैछु म चाहिँ चर्च लागेको है। यहाँ पनि हेर्नुहोस् न, फुल आमा कम्पिटिसन छ यहाँ घर वरिपरि। यो के फुल भन्छ कोनि, हामी त डल्लै एउटै फुल देख्छौँ। यसलाई के भन्छ? इम्प्रेसन। जेरिनियम भन्ने चाहिँ कुन चाहिँ? यो यो बैगुनिया। यहाँ हेर्नुहोस् त, आमा आमा यहाँ हेर न, फुलको मालिक फेरि यस्तो दामी दामी फुलहरू सजाएर राखेको छ है। हाई भन्दै यहाँ बाटो चाहिँ यस्तो छ। हाम्रो चर्च जाने चाहिँ है, जङ्गलको बाटो भएर जानुपर्छ है। हेर्नुहोस् है, जङ्गल। यो जङ्गल चाहिँ हाम्रो लुन्चोक केन्द्रे काकाको पर्छ है। यहाँ माथिल्लोपट्टि हाम्रो खडानन्द शर्मा काकाको पर्छ। यहाँ चाहिँ त्रिपाई हो। यो त्रिपाईले चाहिँ के बुझाउँछ भनेदेखि हजुरहरूलाई म देखाउँछु है। यसले चाहिँ तीनवटा सिमाना छुट्याउँछ। यसले सिक्ताम, यसले लुन्चोक, यसले सलाङदान छुट्याउँछ है त्रिपाई। अनि पहिला चाहिँ ढुङ्गाको ढिप थियो। अनि यसरी हेर्नुहोस् है आजको नजाराहरू। निकै माथि आइपुगेँ म जङ्गललाई काटेर। यहाँ एउटा घर देख्नु रहेछ, यो कुमार घर हो यो चाहिँ। अनि यहाँ आमै यो कुमार कति दामी छ घर। मोडल हाउस नै हो। हेर्नुहोस् न, यति दामी दुङ्गो स्याहारेर राख्नु भएको छ है। बिहान बेलुका खाली खुट्टा हिँड्नु पनि सकिन्छ। हेर्नुहोस् त, उतापट्टि चाहिँ भन्नुहुन्छ भने सिक्तामको रेशम किराको घर। घरको मुनि रेशम किराको घर पनि उहाँहरूले बनाउनु भएको छ। रेशम किराको चाहिँ किम्बुको पात खाएर त्यस कोकन बनाउँछ। हेर्नुहुन्छ भने हाम्रो केबी बाबै भन्छौँ हामी है, जसले बिजुवा कामहरू पनि गर्नुहुन्छ। चिन्नुहुन्छ उहाँको मूल घर है। यो रोड निस्किसक्यो है। किशोर सरको यो माथिल्लोपट्टिको गाडीहरू यहीँ आइपुग्छ नि त। हाय, यहाँदेखि उँधो चाहिँ हाम्रै घरपट्टि निस्किन्छ। तर अहिले चाहिँ यहाँसम्म मात्रै आउँछ। बाटो मेन्टेनेन्स यहाँसम्म मात्रै छ। अनि यो चाहिँ माथिपट्टिबाट किशोर सरको घर हो। र हाम्रो चाहिँ यही माथिल्लोपट्टि छ चर्च है। हेर्नुहोस् है, यस्तो धुम्मामा पनि पसिना तुरतुरी। आमा यो देख्दै गर्नुभएको चाहिँ हामी पहिला जन्तरी आमै भनेर चिन्थ्यौँ। यो बर पिपल छ है। ठिक यसकै माथिल्लोपट्टि चाहिँ हाम्रो चर्च छ। बरको फेद आइपुग्यो।
आमा अब यो ढुङ्गामा एकछिन बस्छु ढुङ्गामा बस्नु भनेको अलिक पानीले हिल्लाइरहेछ हिँड्नु चाहिँ मजै भिन्दै हुन्छ है साथीभाइहरू गएर कुन्ताको ह्यान्डसम अनुहारमा पसिनाले छ्याप्पै बनाएको छ उफ अब यहीँ अलिकति माथिल्लोपट्टि हो आइपुगिगयो चर्चको छेउको रोड निस्किसक्यो है यो हाम्रो मनोज भाइको घर त्यो उतापट्टि पञ्चायत भएको यहाँ जालीवाल गर्दै थियो यहाँबाट उँधो चाहिँ लुन्चोकपट्टि खतरा थियो नि त अलिकति नालीहरूमा खोल्नु भएछ ए यहाँबाट उँधो चाहिँ लडेर गएको चाहिँ फेरि हाम्रो नन्दे अङ्कलहरूको घरपट्टि पुग्ने मजाले जालीवाल गरेर प्रोटेक्ट गर्नुभएछ है यति गरेर त लुन्चोक पनि सेफ भयो बाटो पनि राम्रो भयो यो माथिल्लोपट्टि चाहिँ हाम्रो सिक्ताम कर्ने छेत्री पञ्चायत बाउ हुनुहुन्छ उहाँको घर हो मकै दामी आएको छ है यहाँ चाहिँ हाम्रो गङ्गी फुपूहरूको घर आइपुगिहाले के गर्नुहुँदैछ को हल्ला गर्दैछ हाम्रो चर्च चाहिँ साथीभाइहरू ओह बेथानी चर्च सिक्ताम यहाँसम्म चाहिँ माथिबाट गाडी आउँछ जय मसी कति बेला आइपुग्यो भर्खर ल सबै आइपुग्यो सन्डे स्कुलको ल के भयो जय मसी के बात यहाँ हाई भन्नु हाई भन्नु लडेछ है अहिलेको झरीमा बिचारा हेर अहिले चाहिँ म चर्चमा आइसकेँ है सन्डे स्कुलको नानीहरू आइसकेको छन् अलिक झार पो आएछ एउटा त खुर्किने बेला भएछ तर परमेश्वरले हामीलाई जुन कुरामा हामी छौँ त्यो कुरामा चाहिँ हामी परमेश्वरमा छक्क परिरहेको थियो को भन्दाखेरि चाहिँ नबुकदनेस्सर राजा हस् त साथीभाइहरू म चाहिँ अहिले आइपुगेँ है सबैजनालाई बाट बिदा पाएँ।